सबैलाई खुसी पार्न खोज्दा आफ्नै खुसी बिर्सने राशि हो के तुला राशि। तर के गर्नु, अरूलाई खुसी पार्न खोजेको तुलाको त्याग कसैले पनि बुझेनन्, तुलाको दुःख कसैले पनि बुझेनन्। तुलालाई शान्ति, न्याय र सन्तुलन प्रिय लाग्छ। यिनीहरूलाई झगडा खोज्दैनन्, यिनीहरूले मिलाउन खोज्छन्। जहाँ गए पनि वातावरण शान्त बनाएर आउन खोज्छन्। यिनीहरूले जोसँग पनि मिल्न खोज्छन्, सानो होस् वा ठुलो सबैसँग मिल्न खोज्ने, झगडा गर्न त चाहँदैनन् यिनीहरू। जसले जे भने पनि हस् भन्न सक्ने खुबी हुन्छ यिनीहरूमा। अनि पीरमा पनि हाँस्न सक्ने, दुःखमा पनि हाँस्न सक्ने खुबी हुन्छ यिनीहरूमा। आफू जति दुखी भए पनि अरूलाई हँसाउन सक्ने क्षमता पनि हुन्छ यिनीहरूमा। राम्रो लाउन र मिठो खान अनि सबैसँग मिल्न त यिनीहरूले जन्मजातै लिएर आएको गुण हो के। यिनीहरूलाई राम्रो लाउन चाहिन्छ, मिठो खाना चाहिन्छ, स्वादिष्ट खाना चाहिन्छ, चिटिक्क परेको नाना चाहिन्छ, सबैसँग हिडडुल गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। त्यस्तो स्वभावका हुन् तुला राशि भएका व्यक्तिहरू। त्यस्तै चाहिँ यिनीहरू आफ्नो गल्ती नहुँदा पनि झुक्न सक्ने राशि तुला राशिका हुन् के। आफ्नो गल्ती नहुँदा नि यिनीहरू झुक्छन्, त्यस्तो स्वभावका हुन्। तर यिनीहरूको चाहिँ निर्णय लिन चाहिँ नसक्ने के, है पनि यिनीहरू खुबी त धेरै नै छ, क्षमता त धेरै नै छ, तर निर्णय लिन नसक्ने। निर्णय लिनु पर्यो त भने त यिनीहरूलाई सानोतिनो ज्वरो आइहाल्छ, त्यस्तो स्वभावका हुन्। अनि मैले यो निर्णय गरेँ भने यिनीहरूको मन दुख्ला, उसको मन दुख्ला, त्यसको मन दुख्ला भनेर यिनीहरू आफै तनावमा आउने, डिप्रेसनमा जाने, यस्तो बानी हुन्छ। यो बानी चाहिँ त्याग्नु होला है त।